Hello guys, welcome back to my vlog. धेरै पछि vlog बनाउँदै What is your name? Prisciana Tamang. How old are you? तिमी कति वर्ष हो? 3. Oh good. तिम्रो स्कुलको नाम के हो? Crescent. Oh. अनि तिमीले मलाई के भन्छ? मेरो नाम के हो? Mama. ल गाइज आज चाहिँ धेरै पछि भ्लग बनाउँदै विथ भान्जी हाम्रो ट्रिप चाहिँ फेरि यस्तो छ क्या यस्तो चप्पल अनि यसको हेर्न तर ज्याकेट खै अहिले चाहिँ हामी चाहिँ फार्ममा आएको छौँ अनि त्यसपछि हाम्रो आजको उद्देश्य चाहिँ दुध प्याक गर्ने अनि त्यसपछि दुध भर्ने दुध प्याक गर्ने भन्ने एउटै हो अनि त्यसपछि दुध चाहिँ पुर्याउने घर घरमा र त्यसरी चाहिँ हाम्रो इभिनिङ कस्तो हुन्छ त अहिले चाहिँ अब समय चाहिँ त्यस्तै 4:30 जति भएको छ र त्यही हो 4:30 तिरदेखि चाहिँ अब दुध प्याक गर्न थाल्दा हुन्छ अनि हामी कहाँ आएको फार्मको नाम के थाहा छ के गोठ हैन के फार्मको नाम के सत्य ग्वाला ओके हाम्रो फार्म चाहिँ यही हो भित्र चाहिँ गाईहरू छन् हाम्रा धेरै गाईहरू छन् टक्क लाएर अनि त्यसपछि यहाँ चाहिँ म छु अनि अहिले चाहिँ अब त्यही दुध दुधै हुनुहुन्छ बिहानको दुध चाहिँ पुऱ्याइसकेको छ र अब बेलुकाको पालो बेलुका चाहिँ अब प्याक गर्ने मजाले अब प्याक गर्ने क्रममा भेटौँला कि त है त यो चाहिँ बिहान गएको दुध अनि त्यो चाहिँ खुवा थियो जुन सकिएको छ के अरे यता हेर्दा यी गर हजुर चाहिँ यहाँ छ यो चाहिँ बाइ द वे बिहानको र बेलुकाको मिक्स है बिहानको चाहिँ हामीले फ्रिजमा राख्ने गर्दछौँ यसमा थियो बिहान पुर्याउने अनि बाँकी भएको चाहिँ यसमा हाल्ने अनि त्यसपछि बेलुकाको मिसाएर चाहिँ अनि त्यसपछि लग्ने त्यही क्रममा छौँ अहिले फार्मको इन्भाइरोमेन्ट देखाउँछ चाहिँ एकैछिन अहिले के अरे दुध प्याक गर्ने बेला एकैछिन भएको छ यहाँ यो चाहिँ हाम्रो फार्म हो यो माथिको चाहिँ घाँस काट्दाखेरि चाहिँ हुन्छ हामीले मजाले के हो आलु चाको रुखहरू अनि त्यसपछि यो चाहिँ दाउराहरू छ अलिअलि अनि त्यही हो यहाँ आऊ त हट चढ्ने त्यहाँ चाहिँ जय घाँस हो कम हियर Give me your hand. Superman. This is Saksa Bhanji. Oi. My. Vlog. अब चाहिँ म तपाईहरुलाई यहाँ देखाउन चाहन्छु यो चाहिँ हाम्रो घाँस रोपेको हो यतिमा चाहिँ अलिकति जय घाँस त्यहाँनिर चाहिँ अब हाम्रो गाईहरू बान्ने भयो भने त्यहाँनिर चाहिँ हाम्रो बस्ने ठाउँ हजुर बान्छ नि त्यहाँ मैले अघि नै पानी खुल्ला छोडेको थिएँ एकैछिन भिज्दैछ बिस्तारै त्यही छ राम्रो छ ठाउँ चाहिँ अरूभन्दा ठाउँ चाहिँ धेरै राम्रो छ इन्भाइरोमेन्ट यहाँ चाहिँ हाम्रो जय घाँसमा पानी छर्ने काम चाहिँ भान्जीले गर्दछ भान्जी जय घाँस चाहिँ देख्न सक्नुहुन्छ अलिअलि उम्रिँदैछ यति मजाले यो चाहिँ फार्मको पछाडिको भ्यू हो सक्छ त यसले त यता हेर त सक्दो रहेछ त यसले त यसले त उफ्र्यो है उफ्र्यो त्यहाँ
धन्यवाद बच्चा। म चाहिँ यहाँ दुध हाल्छु। दुध हाल्नलाई चाहिँ अब योहरू पखालेर ल्याएको भर्खरै टक्क लाएर होइन। अनि त्यसपछि के गर्ने हो भन्दाखेरि मजाले हात धुने अनि त्यसपछि दुध हाल्न बस्ने चाहिँ हो। हेर्नु म चाहिँ आज डिफ्रेन्स भन्न गइरहेको छु। यो चाहिँ माने बट्टा भन्छ तर यो एक्चुअलमा चाहिँ यो माने बट्टा होइन, यो चाहिँ हाफ लिटरकै बट्टा हो। यो चाहिँ यो नि हाफ लिटरको हो एक्चुअली, हेर्न सक्नुहुन्छ 500 मिलिलिटर एमएलको। र म माना र लिटरको डिफ्रेन्स भन्छु है त। म जब यो सपोज मैले यति लिएँ अरे, यति यहाँनिर हाल्यो भने कति हुन्छ हेर म। पक्नुहोस् न पक्नुहोस्। अलिकति पोख्यो तर यति दुध धेरै छ भनौँ न होइन। यति दुध धेरै छ होइन, तर माना चाहिँ योभन्दा अलिकति ठुलो हुन्छ। सो यति दुध चाहिँ बढी जान्छ। सो हाफ लिटर भनेपछि चाहिँ एक्चुअलमा यति फुल हुँदैन कि, यति हुन्छ कि हाफ लिटर चाहिँ यति। म देखाउँछु है त। यसलाई त्यहाँ हाल्यो, यसलाई यहाँ हाल्यो। सो यसलाई नै उचाल्यो। देख्न सक्नुहुन्छ हाफ। मान्छेहरू चाहिँ माना र लिटर चाहिँ एउटै भन्छन्, जुन चाहिँ होइन। हामी चाहिँ एक मानाको र हाफ लिटरको दुइटैको दिन्छौँ। एक मानालाई चाहिँ 60 हो है, हाफ लिटरलाई चाहिँ 55 हो। सो तपाईँहरू 5 रुपियाँ एक्स्ट्रा तिरेर एक माना लिनुहुन्छ, त्यो भनेको चाहिँ यो पुरै प्लस अझै हामी थपिदिन्छौँ हल्का, एक डाडु अझै थपिदिन्छौँ है त। यही हो डिफ्रेन्स। हेलो गाइज, अब चाहिँ हामी दुध पुऱ्याउन जाँदैछौँ। दुध चाहिँ यहाँ छ, पारी छ अलिकति। ओ पृष्टि नभाग कुकुर छ कुकुर। हामी चाहिँ चर्चको बाटोबाट जानुपर्छ र अब चाहिँ दुध पुऱ्याउन जान्छौँ। ल बाटोमा भेट्दै गरौँला है त। A few moments later. हेलो गाइज, हाम्रो चाहिँ अब दुध पुऱ्याउन जाँदा चाहिँ लास्ट एक घर बाँकी छ। त्यसपछि चाहिँ हामी घरतिर जानेछौँ। अनि त्यसपछि हाम्रो चाहिँ यस्तो हुन्छ, गेट बाहिर यस्तो प्लास्टिकहरू झुन्डाएर हुन्छ। हामी चाहिँ ट्याक्क त्यसमा दिन्छौँ। यहाँ चाहिँ एक घरको दुध बाँकी छ। सो सी यू। ल गाइस, हाम्रो चाहिँ भ्लग यही एन्ड भएको छ पसलमा। हाम्रो आजको चाहिँ सामानहरू सब पुऱ्याइसक्यो। बाई बाई भनिदियो। बाई। अनि क्यामेरामा डुङ्गान। बाई। सी यू नेक्स्ट टाइम। बाई बाई। बाई अन्त टिस गर्दा। बाई बाई। टिस गर्ने। ठोक दीजिए, 5,000 लौटे दिख जाना चाहिए। ये 4,000 के लिए मैं यहाँ पे नहीं खड़ा हूँ। पूरा साल मेहनत करता हूँ आपके लिए बेटा। ऐसा नहीं चलेगा, ऐसा नहीं चलेगा। लाइक ठोकी दबा के।